के छ हो सोल्टिनी? हिजो पनि यही देखा थिएँ, आज पनि यही छौ। यो ठाउँमा के छ र त्यस्तो? सधैँ यही देख्छु त। मलाई यो चौतारीमा बस्न मन पर्छ। अब बाहिर यस्तो गर्मी छ, यहाँ बस्यो भने तलबाट चिसो लाग्छ अनि माथिबाट छाया। त्यसो भए म पनि सधैँ यही चौतारीमा बस्नलाई आउनु पर्यो। शरीरको भारी पनि बिसाउन मिल्ने, मनको भारी पनि बिसाउन पाउने। सोल्टिनी, तिमीले भर्खरै पादेको, तर केटी जति नै राम्री भए पनि केटीको पात चाहिँ साह्रै गनाउने। तर सोल्टिनी, पादे पनि यसरी सुर्र नपाद न, बढाङ्गी पाद कि। तिमीलाई कसले के भन्छ र? या सोल्टी, जतिखेर पनि के पादेको कुरा गरिरह। आयो पात गयो पात, पातको के पात? सोल्टिनी पनि तिमीले पादलाई सामान्य सोचे? वहाँ अस्ति नाइजेरियामा बुढीले मजाकमा बुढाको मुखमा गएर भ्याट पादिछे, अर्को दिन डिभोर्स। अनि इन्डियाकै कुरा गर्ने हो भने अस्ति भर्खर दुईजना कलिला कपालहरू के त्यो कपालहरू बीच यही पातकै कुराले ब्रेकअप। अनि सकिन्छ त यो पातसँग? होइन, सोल्टी त पातमा पिएचडी नै हो कि क्या हो? पिएचडी त होइन कि, तर पनि यो पात सम्बन्धीमा अलि अनुभव चाहिँ छ कि। अनि सोल्टिनी, तिम्रो त बोली पनि कस्तो मिठो, सुनौ लाग्ने। त्यसमाथि आजको यस्तो राम्रो मौसम, यो हावा, यो पानी, यो आकाश, अनि साथमा यति राम्री सोल्टिनी, यति भए जिन्दगीमा के नै चाहियो र? तर सोल्टिनी, अब पाद्न चाहिँ नपाद है। हे सोल्टी पनि जतिखेर पनि पाद आउँछ त? त्यस्तो होइन नि सोल्टिनी, यो त भावनामा बगेको भएर भनेको। अनि सोल्टिनी, मेरो मनभित्र एउटा सानो कुरा खड्किरहेछ कि, सोधौँ त? सोध्नुहोस् न सोल्टी, सोध्दैमा केही बिग्रिँदैन क्या रे? आय हाय, कति मजा कि सोल्टिनी, जे भने पनि हुँदैन चाहिँ भन्दै नभन्ने के। साँच्चै सोल्टिनी, तिमीले दिनमा कति पटक पाच्छौ? किन सुग्न आउने हो र? सुग्न आउनलाई त होइन, तर पनि सोधेको। सोल्टिनीको त हाँसो पनि कति मजाको, अघिको पाद र अहिलेको हाँसो म्याचिङ भइरहेछ। सोल्टी, तपाईँ यो पाद भन्दा अरू केही पनि सोच्नुहुन्न? सोचिरहेछु, पाद कस्तो हो, कुन प्रकारको हो, कति गनाउने खालको हो, सादा हो कि अमिलो गनाउने खालको, सबै कुरा सोच्छु। सोल्टी, अब तपाईँ धेरै नबोल्नु है। किन फेरि पाद आयो? अनि यो हात यसो गराएर के गरे? जादु गरेको देखेन? हावामा जादु गरेर तुवालो लगाएको। जादु गरे अरे? अहिलेको जमानामा पनि कहीँ जादु टुना भनेर हुन्छ? हावा कुरा गर्छ दारी। ए भनेपछि तिमीले नपत्या? नपत्या। अब पत्याउने कुरो गरेको भए पो पत्याउने त। हावा कुरा गरिसकेपछि पनि कसैले पत्याउँछ त? त्यसो भए तिमी माथि जादु गर्छु, त्यसपछि त पत्याउँछौ नि। ल, म माथि तिमीले जादु गर्यो भने म पत्याउँछु। ल, त्यसो भए पहिला तिमीले तिम्रो अन्डा छाम। अन्डा? कहाँको? ल छामे। अन्तरु मन्तरु जन्तरु लखन्तरु। अबे अन्डा त गायब भयो त। कहाँ गयो अन्डा? वाइ जादुगर, मेरो अन्डा खुरुक्क ल्याइदिनु है, नत्र खान्छ नि फेरि। अब जादु हुन्छ भन्ने कुरो पत्यार लाग्यो होला नि, होइन? लाग्यो। पहिले मेरो अन्डा फिर्ता ल्याइदेऊ है। ए नडराउ न, म फिर्ता ल्याइदिन्छु कि। अन्डा छिटो फिर्ता ल्याइदिनु परेको छ मैले। अन्डा
जन्तरु मन्तरु जन्तरु छु मन्तर फेरि अर्को पनि गयो जादु गरोस् कि साधु गरोस् मेरो अन्डा छिटो फिर्ता ल्याइदेऊ नत्र फेरि मारिदिन्छु मैले ए नरौ के भाइ म ल्याइदिन्छु तिमी त्यहाँ छामेर बस म यहाँ मन्त्र पढ्छु है त मन्तरु जन्तरु लखन्तरु आयो आयो गयो आयो गयो आयो आएकै छैन भने ला भाइ बर्बाद भयो मन्त्र उल्टो परेर जस्तो मन्त्र उल्टो परेर लाग्यो भने गएको चाहिँ 3 दिनसम्म फिर्ता हुँदैन म लागे है कहाँ जान लाग्यो जादुको बान मेरो अन्डा कुरुक्क फिर्ता ल्याइदिनु नत्र तँलाई म यही पक्कै मारिदिन्छु ए 3 दिनपछि आउँछ भने के 3 दिन पछाडि आउनलाई के यो पसलको सामान हो म तँलाई छोड्दिन मेरो अन्डा निकाल छिटो निकाल भने म हान्दिम ओहो गायब हुनु पर्ला म तँलाई म पक्कै मारिदिन्छु है मैले भनेको छु अनि कहाँ गयो ल मेरो अन्डा मेरो दुईटै अन्डा गायब भयो साला जादुको बात मेरो अन्डा गायब गरिदियो मेरो अन्डा डेटिङ जाने हो त जाने तर केलाई जाने के गर्न जाने के का लागि जाने अब मै पार्नलाई ठेकी मात्र भएर भएन दुई पनि त चाहिन्छ नि मै ठेकी के भने बाहिर पटिलो भित्र हेर्दाखेरि खोक्रो त्यही भने होइन पोटिलो खोक्रो त्यो तिमीले के भने साँच्चै तिमी मसँग नजानी गएर पनि के कामै छैन पख्न तँलाई अब मेरो पछि लाग्लास् नि ठुक्क जादुगर यता यहाँ सोल्टिनेलाई उत्पातै रमाइलो भइसक्यो आफ्नो भने यहाँ अन्डै गायब होइन 3 दिन पछाडि पनि अन्डा आएन भने त बर्बादै पो हुन्छ त